अहिलेको उसको कुल सर्यो त तर दयामायाले गर्दाखेरि मेरो माइतीको कुलमा म केही न केही सहयोग गर्छु चाहिने सामग्री सहयोग गर्छु भनेर आउनु भएको छ को मान्छे भन्दा हुन त हाम्रो कुलको पहिलेको रीतिरिवाज अनुसार बिहा गरेर गइसकेपछि मण्डलमा आउनु नहुने मण्डलमा हेर्नु नहुने पनि प्रथा थियो माइतीको भँडारभित्र पस्न पनि नहुने प्रथा थियो तर अब अलिकति विज्ञानको युग आएको हुनाले हामीले खप्नुपर्छ त्यसलाई छाड्दै पनि जानुपर्छ यसको साथसाथै यहाँ हाम्रो चाहिने रामेछाप जिल्ला सुन है रामेछाप जिल्ला पिर्ती बस्ने हाल जिरी बस्ने मैया खत्री कार्कीसँग बिहा भएकोले मैया खत्री कार्कीले यत्रो चाहिने हाम्रो यो सम्पूर्ण परिवारलाई काम लाग्ने गरी यो आधादेखि मन्दिरमा अथवा मूल घरको मन्दिरमा रहने गरी बाहिर कुनै पनि चाडपर्वमा बाहिर निकाल्न नपाइने गरी जतिखेर हाम्रो कुलको पूजा हुन्छ त्यो दिन मात्रै धुपधार गरेर निकाल्ने गरी भगवानले चाहिने कुलदेवताले मैयालाई एकदमसँग आयस्ता होस् लक्ष्मीले बास गरून् रोग कष्ट केही पनि नलागोस् भनेर उसले चाहिने हामीलाई यो चढाएको छ अरू के छ भने अब त्यसपछिबाट गएर हामीलाई चाहिने यो थाली पनि यो किस्ती पनि मैयाबाट चाहिने सम्पूर्ण दिदी बहिनी दाजुभाइहरूले हेर्नु होला तपाईँहरूलाई पनि इच्छा लाग्छ भने सहयोग गर्न तपाईँहरू तयार हुनुपर्ने छ भन्दै मैले चाहिने अब यहाँ हाम्रो रामेछापको गोकुलगङ्गा 1 गरजाङ बस्ने नगर गाउँपालिकाका वडा अध्यक्ष वडा सदस्य बिर्गामाया खत्रीबाट यहाँ मैले चाहिने यो पहिलादेखि नै यो कुलको लागि सम्पूर्ण कुराको साथ सहयोग र व्यवस्था गर्ने भएको हुनाले उहाँको हातबाट मलाई गरेको छ फोटो सबैले खिच्नु ल ताली बजाइदिनु सबैले